हुन्छ माग्नु छ र जुन चाहिँ मेरो बर्थडे गिफ्ट भने त्यो चाहिँ यो हो होइन। यो चाहिँ 360 क्यामेरा हो, इन्स्टा 360 X3 मोडल हो। फाइनली मेमोरी कार्ड आइसकेको छ। अब यसमा मेमोरी कार्ड इन्सर्ट गर्ने होइन। अनि फर्स्ट क्लिप चाहिँ के रेकर्ड गर्छु भन्दाखेरि चाहिँ म फ्यामिली रेकर्ड गर्छु यसबाट। सो अन गरेपछि चाहिँ म फर्स्ट रेकर्डिङै मेरो फ्यामिली रेकर्ड गर्नेछु होइन। त्यसको लागि चाहिँ पहिलाबाट मेरोमा यो स्टिक छ, यो स्टिक जोडिहाल्छु। यसमा मेमोरी कार्ड पनि इन्सर्ट गरिसकेँ होइन। अनि यो डन टाइमरमा अलरेडी थियो पहिला कन्याकुमारी राइड गर्दाखेरिको सेल्फी स्टिक। मेरोमा इन्स्टा 360 को स्टिक चाहिँ छैन, अलिकति एक्सपेन्सिभ छ, त्यही कारण यही चलाउँछु अहिले चाहिँ। अन गरेपछि चाहिँ फर्स्ट रेकर्डिङ चाहिँ म मेरो फ्यामिलीको क्लिप रेकर्ड गर्ने छु। अनि वेट यो सिधै रेकर्ड गरेपछि म फ्यामिली सबैलाई भेला पारेर आँगनमा देखाउँछु है त। अब म यो अन गर्दैछु अब फाइनली टक्कै अन गरेँ। अब यो थिच्यो भने चाहिँ रेकर्ड हुन्छ, मलाई त्यति चाहिँ थाहा छ होइन। रेकर्डिङ स्टार्ट रेकर्डिङ भन्दैछ। सो रेकर्डिङ स्टार्ट भयो। हुन्छ एकछिन आउनु नि बाहिर। अदित एकछिन आँगनमा आएछ त, सबैलाई बोलाउँछु। मम्मी कहाँ हुनुहुन्छ? यो अलिक बाङ्गो बाङ्गो छ र, यहाँ एकछिन आँगनमा आउनु न। यहाँ आउनु नि एकछिन। को बाबा 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 एकछिन आउनु नि। ओ सुमित सबैलाई म चाहिँ होइन फर्स्टमा चाहिँ फ्यामिली रेकर्ड गरौँ भनेर नि फर्स्ट रेकर्डिङ हो होइन। रेकर्ड हुँदैछ कि छैन मलाई थाहा छैन, पिलिक पिलिक त गर्दैछ। खोइ अमिर दादा बोला न भाइ, यस्तो गर्नु रेकर्ड हुँदैछ त होला नि। वाह यतिको लागि ल इन्स्टाको 360 क्यामेरा चाहिँ फर्स्ट रेकर्डिङ हो नि त। अनि कसरी रेकर्ड गर्छ त्यो पनि थाहा छैन मलाई, कस्तो आउँदैछ त्यो पनि थाहा छैन। अब एक राउन्ड बोकेर घुम्नु पऱ्यो नि अब यसरी। एक राउन्ड बाटो घुम आइज बाटोमा घुम्नु। अब यो 360 क्यामेरा कसरी रेकर्ड गर्छ त्यो पनि थाहा छैन होइन। मैले एउटा बोलाउनु पऱ्यो, बाबालाई एक जग्गाबाट बोलाउनु पऱ्यो। आउँदा आउँदा यो बेला भयो त्यो चुरे भन्ला जस्तो है भाइ। यस्तो 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 गरे कि यसरी घुम्नु छैन। यो 360 क्यामेराबाट मलाई रेकर्ड गर्न चाहिँ आउँदैन, एडिट गर्नु पनि आउँदैन। अब हेर्नुपर्छ यसलाई एडिट गरेर। मेरो चाहिँ फर्स्ट रेकर्डिङ हो होइन यो क्यामेराबाट, त्यही कारण चाहिँ मैले फ्यामिली रेकर्ड गरेको नि त। अब एडिट गरेर भरि सक्छु चाहिँ दामी बनाउने कोसिस म गर्नेछु। अब पानी यो चाहिँ अन्त हाम्रो अदित हो होइन, म्युजिसियन हो। यसको म्युजिक पनि तपाईँहरूलाई सुनाउँछु एक दिन। म्युजिसियन हो, सिङ्गर होइन। अनि खतरा आर्टिस्ट हो नि हो। पानी पर्न आँटो न तपाईँहरूलाई बाइक राइड गरेर देखाउँदै होइन। अब बाइक राइड साइड होइन, सायद आजको भ्लग यति नै होला। अहिले छोडिदियो, अब छोडिदियो भाइ, अर्को भ्लगमा देखाउँछु। ओए अहिले त पड्किन्छस्।